गाइज वेलकम टु माई युट्युब च्यानल। सो आज चाहिँ म घरबाट निस्किसकेको छु, बाहिर घरबाट अलि यता आइसकेँ। सो आज म कहाँ जाँदैछु त भनेर तपाईँहरूलाई थाहा भइसक्यो होला। झोला बोकेर कहाँ जान्छु म होइन। झोला बोकेपछि अभियसली म ममडाँड भएकोमा जाँदैछु। सो आज चाहिँ शनिबार, यहाँनिर असार 7 गते हो आज होइन। सो यहाँ बनसखण्डीमा चाहिँ हाम्रो साइक्लिङ गेम हुँदैछ। सो म चाहिँ त्यहाँ जान पाइनँ हेर्नलाई, जानु चाहिँ पर्ने थियो। यस्तो घाम लागिसकेको छ, बिहानै हेर्न सक्नुहुन्छ। मौसम दामी छ, यस्तो बबाल घाम लागिसकेको छ। अब के भन्ने त, अरू त त्यस्तै हो। घाम लागेपछि गर्मी हुन्छ, पसिना आउँछ। क्याप लाउने मेरो बानी हो होइन, त्यही हो। मजा आयो। अब भेटोडा आइपुग्न लाग्यो बजार। अब टक्कसँग लाएर भाटभटिनी जानु छ, त्यसपछि घर। यस्तै घुमघाम, यस्तो दामी पानी पर्न लागेको छ यतातिर है। मौसम दामी भइरहेको छ पानी पर्न लाएर। केटाहरूको जिन्दगी भनेको जे भेट्यो त्यहीमा हिँड्नुपर्छ। केटीहरू जस्तो यसमा त्यसमा भन्ने नै हुँदैन भन्छ नि केटाहरूलाई। जिन्दगीले जता डोराउँछ त्यतै जानुपर्छ क्या केटाहरू भनेको। जिन्दगीको बाटो खोज्दै हिँड्ने होइन कि, जिन्दगीले कता डोराउँछ त्यतै जानुपर्छ केटा मान्छेहरू चाहिँ। नत्र भने केहीमा पनि सफल हुँदैन क्या। जिन्दगीको बाटो खोज्न थाल्यो भने त्यो केटा भुलिन्छ। जुन बाटो भेट्यो त्यही बाटो सङ्घर्ष गर्दै गयो भने चाहिँ पक्कै गन्तव्यमा पुगिन्छ है केटा हो। त्यहाँ म अहिले बस कुरेर टेम्पो कुरेर बस्यो भए यहाँ आइपुगिदिन्थ्यो होला। अब ट्याक्कै यो गाडी भेटेँ, म आएँ, म गन्तव्यमा पुग्न लागिसकेँ अब होइन। त्यस्तै हो केटा होला। म चाहिँ अब भाटभटिनी जान्ला। भाटभटिनी जाँदैछु, एउटा भाइलाई कल गरेको छु, एउटा भाइ आउँछ अनि टक्क हामी भाटभटिनी जान्छौँ। मेरो अगाडि छ भाटभटिनी, यो रहेको छ भाटभटिनी, अनि यहाँ रहेको छु म भाटभटिनी जाँदैछु। म छु भाटभटिनी अगाडि, एउटा भाटभटिनी अगाडि म छु। अनि सारस भाइ आइसकेको छ यहाँनिर ओजी ओजी पारामा। हामी भित्र जान्छौँ गाइस। टक्क हामी भाटभटिनीको गेटतिर छौँ। यहाँबाट हामी एन्ट्री हान्छौँ, एन्ट्री बबाल पारामा। यताबाट पस्ने, यताबाट निस्किने गाइस। कब्लिङमा हामीले टक्क आइसकेको छ लिफ्टवाला। यसमा जाउँ न, कता कता जानु छ। सरस भाइ र म टक्कसँग आएर माथि गइरहेको छ बबाल तरिकाले। हेलो दाइ यार, हेलो भनिदिरहेको के भन्ने त। अब म त फर्स्ट टाइम हो, तर यहाँ भाटभटिनीमा चाहिँ भिडियो बनाउँदै आएको। माथि जाउँ न, माथि आज फुल घुम्ने हो। यस्तो चाहिँ भाटभटिनी चाहिँ दामी छ। यस्तो चाहिँ भाँडाकुँडाको सामानहरू पाउँछ। माथि के छ र हामी माथि गइरहेको छौँ। स्पाइडर यहाँ माथि छैन होला यार, छैन होला। कपडावाला रहेछ टक्क यहाँनिर। कपडा भाट्न आइपुग्यो। वेट सही रहेछ नि त। पछाडि के देखाउनु, अगाडि देखाउन। सरस भाइ पनि खत्रै भएर आएको छ फेरि यहाँ। केटा हौ, तिमीहरूलाई केही चाहिएको नि भन है, म किनिदिन्छु, पैसा पठाऊ। टक हुन्छ। प्यान्टहरू हेर नि कस्तो ब्रान्डेडहरू छ। कहाँ टक्क छ न। यत्तिको चाहिँ हुनुपर्छ कि, यतिको भएन भने कामै लाग्दैन। सरस भाइले हेरिरहेछ। कोही सही छ केटाको। ओए बवाल छ त।
ए लड्की लड्की तर अहिले केटीको किन्न लाग्यो है गाई छ आयो जुत्ताहरू पनि केटा म्याजिकको नेपाली ब्रान्ड तिमीहरूलाई चाहियो भन त छानी छानी यस्तो यो छानी छानी किनिदिनु तिमीहरूलाई कति रुपियाँ जाने होला गिभ अवे हानिदिन्छु ल कति 1K फलोवर्स पुग्यो भने तिमीहरूलाई यो एउटा छानी छानी यहाँ आएर जस्तो कलर लाग्यो नि छानी छानी यो चाहिँ होइन है फेरि है यो त पारस खड्का जस्तै खाँदा होइन र भने हामी सँगै भेटेको निकै ठाउँमा भन्न मिल्दैन ब्यागहरू पनि रहेछ हामी दाजुभाइ टक्कसँग लाएर यता छ त्यही उपलक्ष्यमा एउटा फोटो पनि यहाँनिर पच्याक्क हानिन्छ अनि मैले अस्ति यस्तो यस्तो हेर्न खोजिरहेको थियो मैले खोजेँ यस्तै हेर्नु त अब त्यही हामी त्यहाँ भिडियो बनाउँदै आइरहेको थियो हामीलाई त भिडियो नि बनाउँदैन अब हामी क्यामेरा बन्द गर्नु लाग्यो अलिकति त बनायो अब त्यो भिडियो नबनाउनु रे के हो मलाई थाहा भएन के गर्छ भनेर पाउँछ कि पाउँदैन थाहा छैन कसले बनाएको कमेन्ट गरिदिनु होला हेरि जति हामीलाई चाहिँ भिडियो बनाउँदैन सो त्यही हो नराम्रो लाग्यो भिडियो बनाएर देखाउने भनेर आएको थियो यसो भिडियो बनाउन दिएन हामीले भाटभटी पनि निस्केको हामीलाई त भित्र भ्लग बनाउन नि दिएन र यो के भन्छ अरे स्निकर्स स्निकर्स खाएको 50 रुपियाँ भनेर लिएको साला त 70-75 जाने बित्तिकै त्यो पनि घाटा लाग्यो नराम्रो के लाग्यो भन्दाखेरि भ्लग बनाउनु पाउँछ भनेर आएको अलिकति बनाएर आएको थियो भ्लग बनाउँदै थिएन म त फर्स्ट टाइम आएको दाइहरूले बनाउन पाउँछ अरे भनेको थियो तर हाम्रो बनाउनै दिएन कला हामीलाई बन्द गर्नु तुरुन्तै बन्द गर्नु होला बनाउनु पाएन नराम्रो लाग्यो अब चाहिँ हल्का सामान किन्यो घरतिर जानु लाग्यो होइन के गर्दैन खाजा नि खानु पर्यो त खाजा खाऊँ त पानी ल्याइदिनु न त अलिकति नर्मलै ल्याइदिनु र हामी चाहिँ खाजा आइसक्यो ए टक्कसँग सरस भाइ रेडी छ मेरो मन रेडी छ भइसक्यो यस्तो हाल्नु न त्यसरी बनाउने नि चिकन खाएन चिकन चाउमिन भनेको चिकनै खाएन ठिकै छ चिकन नै खाएन तर चिकन देख्यो हरायो मुखमा ल खाजा साजा पनि खाइयो बुझिसक्यो है यो अब हामी घरतिर लाग्छौँ अब चाहिँ हामीसँग टाइम नि छैन अब रात पर्न लाग्यो घर यसो अलिअलि काम गर्नुपर्छ काम छ हाम्रो त्यही हो सबैले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला मन पऱ्यो भने लाइक कमेन्ट सेयर चाहिँ गर्नु नबिर्सिनु होला त्यही माया देखाइदिनु होला अब नेक्स्ट भिडियोमा भेट्नु बाई बाई